अब फेरि हामी चाहिँ यहाँ अन्धा राजा डाँडाको प्रार्थनाको लागि हामी चाहिँ यहाँ ठ्याक्क आयौँ गेटमा। धार्मिक क्षेत्र अन्धा राजा प्रवेशद्वार भनेर लेखेको यो गेटमा आइपुग्यौँ र हामी चाहिँ अब यहाँ चाहिँ बाइक हाम्रो राखेर अब जाँदैछौँ हामी चाहिँ माथि प्रवेशद्वारदेखि। डाँडाको हामी बिस्तारो गन्तव्यमा हिँड्दैछौँ। ल है आउँदै हुनुहुन्छ यहाँ हाम्रो पास्टर दाजुहरू चाहिँ आउँदै हुन्छ र एल्डर बा चाहिँ अगाडि अगाडि जाँदै हुनुहुन्छ। यहाँ यतातिर म पनि यहाँ जाँदैछु। उकालो छ यस्तो उकालो है, यहाँ चाहिँ यस्तो उकालो रहेछ। बाटो हेर्नुहोस्, यहाँ एउटा बस्ने ठाउँ पनि दिएको रहेछ। त्यही भएर हामी चाहिँ दमकदेखि धेरै माथि अन्धा राजा भन्ने ठाउँमा उकालोमा डाँडाको प्रार्थनाको निम्ति जाँदै गरेको अवस्थामा तपाईँहरूलाई पनि एउटा दृश्य देखाउँदै गरेको। बाटो चाहिँ यस्तो रहेछ भनेर अप्ठ्यारो अप्ठ्यारो छ बाटो चाहिँ, हिँड्नु सक्नेलाई चाहिँ ठिकै छ, नसक्ने अलिक अप्ठ्यारो रहेछ। यहाँ चाहिँ यस्तो बाटो हुँदा पनि यस्तो ठाउँ बनेको छ, भ्यू पोइन्ट पनि। ल यहाँबाट दमकको भ्यू पोइन्ट पनि देखाइदिनु पर्ने भयो। ल एउटा झन्डा यहाँ झन्डा देखिरहेको छ नेपालको। अनि यता चाहिँ हाम्रो बुक्वा दुम्से पऱ्यो, त्यसपछि हाम्रो दमक चाहिँ यता पर दमकको हाम्रो भ्यू टावर पनि देखिरहेको छ, धेरै मधुर तर देखिरहेको छ घाम धेरै तोडा जस्तो लागेर। यहाँ चाहिँ रद्द खोला तल देखिरहेको छ। हामी चाहिँ यो डाँडाहरू पार गर्दै गर्दै आएको, त्यहाँ तल देखिएको गाउँदेखि यो डाँडाहरू पार गर्दै गर्दै यो बाटो हुँदै यो भिर बाटो हुँदै हुँदै हाम्रो भेना आउँदै हुन्छ तल। यहाँ केही चाहिँ यहाँ रेस्ट गर्दै हुन्छ। यहाँ बेस क्याम्प जस्तो यहाँ सानो बनाइदिएको छ बस्ने ठाउँ, त्यसमा एल्डर बाउ भेना आइपुग्नु भयो। एल्डर बाउ चाहिँ तलै आउँदै हुनुहुन्छ, बुढो मान्छेहरू पाएको हुनुहुन्छ 80को एभरेजको, त्यही भएर बिस्तारै आउँदै हुनुहुन्छ। तर उहाँ चाहिँ एकदम हिँड्नुको लागि र प्रभुको लागि जाउँ भन्दाखेरि चाहिँ युवा जस्तै हुनुहुन्छ हाम्रो एल्डर बाउ आइपुग्नु भयो तलबाट। अब चाहिँ हामीले अन्धा राजाको उकालो डाँडाको प्रार्थनामा कहाँसम्म चढ्यौँ भनेर देखाउँदैछौँ र अझै बाँकी भिडियो धेरै छन्, यो कन्टिन्यू हेर्दै जानुहोला। अन्धा राजाको त्यसको बारेमा पनि बिचबिचमा हामी बताउनेछौँ है त। यो पार्ट फेरि यस्तो टुर नि आउनेछ, हेर्नुहोला।